आमा कति वर्षदेखि यहाँ बसोबास गर्नुभएको? 18 वर्षमा आएको। हजुर। अहिले म 80 र 5 वर्ष भइसक्यो। हजुर। कति वर्ष भयो त्यति जोड्नु अब। यो घर थियो भन्दा अगाडि यो घरमै आएको हो म। यो घर भनेपछि हजुर यहाँ आउनुभन्दा अगाडिदेखि के घर हो? म आउने भन्दा अगाडिको घर हो यो। यही घरमा बसेको म बिहा गरेर आएर। जस्तो अब अहिले यो सडक विस्तारको कारणले चाहिँ मकवानपुर जिल्लामा भन्दा नि हेटौडामा चाहिँ सबैभन्दा पुरानो संरचनाहरू पनि भत्के र सरकारले चाहिँ क्षतिपूर्तिहरूको कुराहरू पनि काहीँ निकालेको छैन। तपाईँहरूको माग चाहिँ के छ आमा? अहिले यो विषय म भनिदिन्छु। अब हाम्रो अब यो क्षतिपूर्तिको विषयमा भनेको होइन। अब यो चाहिँ न हाम्रो बाउलाई थाहा छ, न बाजेलाई थाहा छ, न आमाहरूलाई थाहा छ होइन। किनकि अब हामीले सुन्दै गरेको यो प्रधान पञ्च बाजेले चाहिँ भनौँ न हिजोको दिनमा चाहिँ हामी चाहिँ यो सडक सङ्घर्ष समितिमा चाहिँ हामी सँगै हिँड्ने बेलामा चाहिँ उहाँ बाजेले चाहिँ 8-10वटा घरलाई पाएको वितरण गरेको भनेर सुनेको थियो। तर त्यो पनि अब हामीले देखेको छैन, थाहा छैन होइन। त्यो पनि यो कर्राभन्दा तपाईँको वारी अनि राप्ती पुल, कर्राभन्दा पारी राप्ती पुलभन्दा वारी चाहिँ 8-10वटा घरलाई चाहिँ तपाईँको मुआवजा वितरण गरेको भनेर चाहिँ उहाँ बाजेले भनेको अनुसारले चाहिँ हामीले सुनेको। अस्तिको चाहिँ सडक सङ्घर्ष अभियानमा चाहिँ हामी जोडेर जाने क्रममा र त्यसको पनि तथ्य छैन र हामीले मुआवजा पनि पाएको छैन होइन। अनि हामीले जुन घरले पाएको हो त्यो मुआवजा त्यो पाएको घर पनि त सरकारसँग चाहिँ हामीले तथ्य देखाउन त भनेर त हामीले बारम्बार चाहिँ भनौँ न गुहार गर्दा पनि उहाँले यसको चाहिँ भनौँ न तथ्याङ्क चाहिँ देखाउन सकिरहेको छैन अहिलेसम्म पनि होइन। लिएको हो भने देखाउन त, देखाउनुहोस् होइन। सुरुवात हामीबाटै गरिदिन्छु। अब सुरुवात त गरिदिनु भइसक्यो, भत्काइदिनु त भइसक्यो होइन। अहिलेको अब यो जीर्ण अवस्था देख्नु भइरहेको छ होइन। मेरो छोरीको हालत देख्नु भएको छ, मेरो आमाहरूको अवस्था देख्नु भएको छ, मेरो दाइ भाउजूहरूको अवस्था देख्नु भइरहेको छ होइन। हामी अब त्यसै पनि भनौँ न हामी यो चाहिँ तपाईँको जुन चाहिँ हेटौडा संरचना नै बनेको थिएन त्यतिखेर चाहिँ भनौँ न बस्दै आएको चाहिँ हामी बसोबास गर्दै आएको चाहिँ भनौँ न धेरै पुरानो संरचनाहरू हो। साथसाथै हामी यहीँको स्थानीय लगभग विगत 90-100 वर्ष मेरो बुवा यहीँ जन्मिनु भयो, म यहीँ जन्मियो। मेरो आमा अघि हजुरलाई भन्नु भइहाल्यो होइन। 18 वर्षको उमेरमा आएर चाहिँ यहीँ बस्नुभयो, यहीँ भित्रिनु भएको। अब तपाईँ आफै नै अब यसबाट चाहिँ तपाईँ आफै नै तथ्य निकाल्नुहोस् न कति वर्ष पुरानो संरचना हो यो घरहरू हो। जतिखेर नगरपालिका थिएन, जतिखेर हेटौडा बजार थिएन, जम्मा हाम्रो यो पिपल बोर्डमा भनेको गिनी चुनी गरेर यो हाम्रो घर लगायत भनौँ न अर्को 4वटा घर मात्र थियो। त्यतिखेर चाहिँ भनौँ न त्यतिखेरको संरचनाहरू आज आएर यसरी सिरिया जसरी गाजा जसरी चाहिँ भनौँ न एउटा राज्यको एउटा सङ्घीय सरकारको चाहिँ एउटा दादागिरी हिसाबले चाहिँ भनौँ न उहाँहरूले यसरी प्रस्तुति गरेर तहस नहस गरिदियो होइन। पहिला बुझ्नु पर्थ्यो तपाईँको जस्तो अहिले अब 31 सालभन्दा अगाडिको संरचनाहरूलाई चाहिँ मुआवजा दिने, त्यसपछिको संरचना चाहिँ नदिने भन्ने कुरा छ। त्यो विषयमा चाहिँ के भन्नुहुन्छ? अब यो विषयमा अब मैले भन्दा पनि होइन, अब राज्यले सोचिदिनु पर्यो होइन। मैले अघि नै भनिहाल्यो होइन। यो संरचनाहरू भनेको लगभग तपाईँको 90-100 वर्ष भइसक्यो होइन। मुआवजाको मुह पनि देखेको छैन, त्यो पाउनेको पनि तथ्याङ्क छैन। देखाउनुहोस् न त जो राज्यले सरकारले भनौँ न मुआवजा वितरण गर्यो, क्षतिपूर्ति वितरण गर्यो त्यसको पनि त तथ्याङ्क देखाउनुहोस्, सङ्ख्या देखाउनुहोस् होइन। प्रुफ त चाह्यो नि त, त्यतिकै बोलेको भरमा त भएन नि त होइन। न यो मुआवजाको विषयमा न मेरो बाजेलाई थाहा छ, न मेरो आमालाई थाहा छ, न मलाई थाहा छ, कसैलाई पनि थाहा छैन। त्यत्तिकै मुआवजा पायो भनेर पानीमा पारेको जस्तो यो भनौँ न यो कुराले चाहिँ भनौँ न जुन एउटा भ्रम चाहिँ एउटा सृजना एउटा चाहिँ फैलाइरहेको छ नि, यो सृजना चाहिँ यस्तो खालको भ्रमहरू चाहिँ नफैलाइदिनु भन्ने चाहिँ म आग्रह पनि गर्न चाहन्छु राज्यलाई होइन।
अब अहिलेको यो भनौँ न यो जीर्ण अवस्था देख्नु भइसकेको छ तपाईँले होइन कुन अवस्थामा यहाँ बस्नु परेको छ होइन आफ्नो ज्यान धरापमा पारेर बस्नु परेको छ कतिखेर चाहिँ यो बिल्डिङ उताबाट आएर खस्ने हो होइन कतिखेर चाहिँ यो बिल्डिङ यताबाट आएर खस्ने हो मेरो छोरी लगायत मेरो आमाहरू यो एउटा सानो कुनामा यसलाई यो झुपडी भने पनि कुटी भने पनि कोठा भने पनि यसरी बस्नु परेको छ यहीँबाट चाहिँ अब दिनको चाहिँ भनौँ न हाम्रो हरेक क्रियाकलापहरू यसरी चाहिँ हामी यहाँबाट चल्नु परेको छ कतिखेर के हुने हो ज्यानै धरापमा पारेर अहिले बस्नुपर्ने अवस्था जस्तो अहिले अब यो संरचना भत्काउने क्रममा चाहिँ धेरै जस्तो नागरिकहरूको ज्यान पनि गइरहेको छ कतिपय घाइते पनि भइरहेका छन् अब यो पुरानो संरचना एक त हेटौँडा सहरमा रहेको संरचनाहरू नै पुरानो शैलीमा छ यो विषयमा चाहिँ के छ सर अब यो विषयमा त अब ठ्याक्क भन्नुपर्दा अब हामीलाई अलि बुझा पाएको भए हामी बनाउनु पायो भने चाहिँ के गरेर बसेछ यस्तो गरेर बसेछ उता भड्केर आएन हामी ठिक त्यो डर छ अब यहीँबाट भनौँ न पर्छ मेरो बुढी आमाहरू अस्ति भर आइसियूबाट बचाएर लिएर आयो मेरो आमालाई होइन अब सरकारले फेरि मेरो आमालाई त्यही अवस्थामा चाहिँ फेरि त्यही जीर्ण अवस्थामा त्यही चाहिँ भनौँ न तपाईँको आइसियूमा पुर्याउने अवस्था सृजना गर्न खोजेको हो भने हो भन्नु पर्यो होइन के हामी नेपाली नागरिकै होइन हाम्रो चाहिँ लाल पूर्जा होइन हामीले तिरेको कर आजको दिनसम्म पनि भनौँ न आजको दिनसम्म पनि हामीले छैन तिर्नुपर्ने कर वर्षौनी तपाईँको नगरपालिकाको कर दोकानको कर घरधुरी कर सबै कर उनीहरूले मात्र लिने हामीले चाहिँ सम्पूर्ण कुरा दिने मात्र अनि सरकारबाट चाहिँ हामीले सहुलियत सहज पाउनुपर्ने चाहिँ एउटा चाहिँ कुनै पनि चाहिँ एउटा मुआवजाको एउटा वातावरण सरकारबाट कुनै किसिमको सृजना नगर्ने सुकुम्बासी बनाइदिएर होइन हामी भनौँ यहाँको विगत 90-100 वर्षबाट चाहिँ बस्दै आएको स्थानीयहरू बासिन्दाहरू आज साँच्चीकै सुकुम्बासी नै बनाउन खोजेको हो त सरकारले हस् धन्यवाद हजुर